हेर्नुहोस् है साथीहरू, आज म अन्डा करी बिहानको तरकारीको लागि अन्डा करी बनाउनु गर्दैछु। त्यसको लागि मैले अन्डा फ्राई गरेर राखेको छु। त्यसपछि यो लसुनको पेस्ट, यो मसला, यो चाहिँ खुर्सानी काटेर, अनि यो चाहिँ प्याज काटेछु, अनि टमाटर पनि छ, अनि आलु पनि छ। हेरौँ है। त्यसको लागि मैले सबभन्दा पहिला प्याज राख्दैछु। प्याजलाई एकछिन चलाउँछु, रातो नहुँदैसम्म चलाउँछु। भइसक्यो। अब चाहिँ लसुनको पेस्ट राख्छु। त्यसपछि खुर्सानी मैले पछि एड गर्छु, अनि मसला राख्छु। त्यसपछि एकछिन चलाउँछु, एकछिन मसला भुटिन्जेलसम्म चलाउँछु। मैले अलिकति बेसार राख्छु, अलिकति नुन राख्छु, चलाउँछु। टमाटर एड गर्छु यसमा। टमाटर गल्न छोडिदिएको थिएँ, टमाटर टोटली गलेको छ। अब चाहिँ मैले यहाँ मिचेर राखेको आलु एड गर्दैछु। यसलाई चाहिँ राम्रोसँग एड गर्छु। त्यसपछि यसलाई थोरै पानी राखेर एकछिन पकाउन छोड्दिन्छु। अलिकति पानी राख्दै एकछिन यो पाक्न छोडिदिन्छु म। पकाउन छोडेको थिएँ। अब यसमा मैले अन्डा एड गर्छु, फ्राई गरेको अन्डा। राम्रोसँग चलाउँछु। यो हालेर पनि एकछिन पाक्न छोडिदिन्छु। अनि पकाउन छोडिदिएको पाकिसकेको छ। अब रेडी भइसक्यो। Thank you for watching my video. Bye bye.